नेपालको इतिहासमा आजकै दिन अर्थात 44 वर्ष अघिको कार्तिक 24 गते देशको पूर्वी क्षेत्रको पहाड़ी जिल्ला धनकुटाको खुकु, छिन्ताङ र आँखीसल्लामा 3 दिनको सुत्केरी सहित 16 जना गरिब किसानको हत्या भएको थियो। वीरेन्द्र राजा भएका र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला थापाकै ठाडो निर्देशनमा केहीलाई बलात्कार गरेर, कोहीलाई गोली ठोकेर, कोहीलाई भीरदेखि लडाएर त कोहीलाई तमोर नदीमा बगाएर हत्या भएको थियो। थापाको निर्देशनमा खटिएका प्रहरीले आजकै दिन अर्थात 24 कार्तिकदेखि 29 कार्तिकसम्म 5 दिन गरिब किसानलाई हत्या गरेको थियो। हत्या गरिनेमा पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाकमान साधु राई, गम्भीरमान दमाई, टंक बहादुर विश्वकर्मा, धनवीर दर्जी, गंग बहादुर तुप्रीहाङ राई, चन्द्र बहादुर दर्जी, रामकुमारी राई, भैरव बहादुर खालिङ राई, बल बहादुर खत्री, केशरमान राई, गणेश बहादुर विश्वकर्मा र श्रीमाया हाङखिमा साइली हुन्। उनीहरू सबै कम्युनिस्ट थिए। गाउँका जमिनदार र सामन्तका घरमा टन्नै अन्न हुने र ती गरिब किसानहरूले उनीहरूकै घरमा दिनभर काम गर्दा पनि ज्यालाले खाना नपुग्ने स्थिति थियो। अर्थात श्रम शोषण सामन्तहरू गरिब किसानका गर्थे। त्यस विरुद्ध उनीहरू मझिया परिवार, शोषक परिवार भन्दै आन्दोलित भएको हत्याकाण्ड हुँदाका मान्छेहरू बताउँछन् र केही मझियारको भकारी फोरेर गरिब किसानहरूले खानालाई भन्दै 2028 सालमा धान र कोदो लगेका थिए। बदलामा 8 वर्षपछि उनीहरूको राजा वीरेन्द्र भएका र प्रधानमन्त्री सूर्यबहादुर थापा भएका बेला थापाको ठाडो निर्देशनमा हत्या नै भयो। राजतन्त्र भएको बेला भएको यो गरिब किसानमाथि भएको बर्बर दमन थियो। यो घटनाले धनकुटाको खुकु, छिन्ताङ र आँखीसल्लावासीलाई हरेक कार्तिक महिनामा दुखाउँछ।